नमस्ते, 안녕하세요। आज हामी कोरियन भाषाको 7औं दिनमा छौँ र जसमा हामी उच्चारणको नियमहरू सिक्दछौँ, जसमा नको प्रयोग गर्न शब्दहरू बनाउन सिक्नेछौँ, जसलाई हामी न भन्छौँ र नको प्रयोग कुनै पनि शब्दको अगाडि, बीचमा र अन्तिममा, तल र लगत्तै आउँदा न नै भन्नु पर्दछ। जस्तै अघिल्लो पाठमा हामीले एउटै शब्दलाई दुई तीनवटामा अर्थ लगाएका थियौँ, तर यो नमा जुन अवस्था पनि न नै भन्नुपर्छ भन्ने नियमहरू सिक्दछौँ, जसमा न जस्तै न आ जोड्दा ना हुन्छ र ई ना ई न आ न प्लस आ जोड्दा ना र ई गर्दा नाई हुन्छ। नाई, जसलाई उमेर भनिन्छ। नमा आ आउँदा ना हुन्छ। सुरुमा आउँदा ना नै भयो। अब फेरि अर्को उदाहरण, जस्तै बीचमा आउँदा पनि ना हुन्छ, जस्तै ई र अ इल हुन पर्थ्यो, तर माथिपट्टि भवेल साउन्ड आएको भएर ई र हुन्छ। ई र नादा, ई र नादा भनेको उठ्नु, पिउजनु लाई ई र नादा भन्दछ। ई र नादा बीचमा आउँदा पनि ना नै प्रयोग भयो। फेरि अर्को, जस्तै अन्तिममा, जस्तै सोमा न जुनिँदा न नै हुन्छ। सोन भनेको हात हो। अन्तिममा आउँदा पनि नको नै प्रयोग भयो, सोन। सुरुमा आउँदा पनि न नै प्रयोग भयो। ई यो तल झुन्डिँदा पनि न नै प्रयोग भयो, ई र नादा। बीचमा पनि न, तल झुन्डिँदा पनि न।